Hi साथीहरू, वेलकम ब्याक टु माई च्यानल अगेन. अनि दिस इज माई सेकेन्ड भ्लग. अनि म चाहिँ आज चाहिँ ड्युटी जानलाई रेडी भएर बाहिर निस्केको छु. कपाल चाहिँ म तल रुमबाट तल आएर बस्दै रोक्दैछु. सो कस्तो लाग्छ आजको भ्लग, मैले लाइक ड्युटी जाने बेला बनाएको भ्लग. अनि अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला. अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ. म पनि सन्चै छु. कपाल कोर्नु बाँकी छ मेरो. बाहिर यस्तै राम्रो हुन्छ नि त. अनि त्यही भएर म चाहिँ तलै बसेर मतलब भित्रै बसेर अहिले मेरो बस फेरि गयो भने मलाई ढिलो हुन्छ. सो हेर्दै गर्नु होला अन्तिमसम्म साथीहरू. म चाहिँ कपाल कोरेर रेडी भएँ. अब चाहिँ म बाहिर निस्किन्छु साथीहरू. एन्ड हियर इज माई ब्याग. अगाडि यस्तो भएर अस्ति मलाई एकजनाले साँच्चै तेरो ब्यागको चेन त खुल्लै छ त भने त होइन मेरो ब्याग यस्तै हो भने त हाँस्नु पऱ्यो. अनि दिस इज माई अम्ब्रेला. ओ चाहिँ बाहिर निस्किनु ल. मेरो बाहिर यस्तो ब्याक साइड मेरो गाडी आयो. म अब जान्छु. छोड्छ भयो गाडी त कस्तो छिटो जान्छ. म चाहिँ मेरो काम गर्ने ठाउँ चाहिँ आइपुगेँ. बसबाट ओर्लेर जाँदैछु. यो चाहिँ म यही मलमा म काम गर्छु. पछाडि मान्छे छ क्या, म त्यही भएर नलागेको छ. अब अहिले कन्टिन्यू गर्छु ल राति. यस्तो काम छ बाहिर त्यस्तो छ. साथीहरू अहिले चाहिँ म ब्रेकमा आएको छु. हाम्रो चाहिँ ब्रेक चाहिँ 1 आवरको ब्रेक हो. अनि त्यस पछाडि म चाहिँ खाना चाहिँ ओभनमा तताइराखेको छु. म चाहिँ बसिरहेको छु. मेरो खाना चाहिँ यहाँ तात्दैछ. मैले मम लिएर आएको छु नि त. कस्तो राम्रो छ यो अहिले देखाउँछ. हाम्रो ऐनामा त कस्तो देखिँदो रहेछ. दिस इज सो नाइस. साथीहरू हेर्नु न, के अरे नेपालमा पानी पर्ने बेलामा आकाश हुन्छ नि त्यस्तै भइरहेछ. जुनलाई छेकेर कि कस्तो दामी देखिन्छ. हावा पनि चलिरहेको नि त शीतल. कस्तो दामी देखेको छ नि त्यो. अघि पनि दामी राम्रो देख्यो. अहिले चाहिँ म चाहिँ गाडीबाट ओर्लेर जाँदैछु साथीहरू. हिँडेर जानुपर्छ. यहाँ त झन् 15 मिनट जति हिँड्नुपर्छ नि त. त्यही भएर अनि आकाश यस्तो राम्रो देखेको. त्यही भएर मलाई फेरि भिडियो गर्न मन लाग्यो क्या. हेर्नु साथीहरू कस्तो दामी देखेको छ. तर अँधेरो भएर किर्मिट देखेको छ. तर कस्तो राम्रो. नेपालको याद आएको के मलाई त. कहिले जानु होला अरे. आई मिस माई कन्ट्री. हेर्नु साथीहरू हेर्नु. ओ माई गड. तर यो लाइट आयो भने कस्तो रियलमा पनि कस्तो दामी देखेको छ. मलाई चाहिँ फेरि यो उयोहरू मनपर्छ क्या. गाडी आयो एकछिन ल. मलाई चाहिँ फेरि त्यो उयोहरू मनपर्छ कि नेचरहरू. अनि यस्तोहरू एकदमै धेरै राम्रो लाग्छ. त्यही भएर आई लभ दिस वान. मलाई यस्तो भाइब भइरहेछ कि म नेपालमा छु तर म छिनँ. हाम्रोतिर चाहिँ यस्तो छ. रुम जाने बाटो चाहिँ यहाँनिर कस्तो दामी फुलहरू छ. यो गाडी घाँस घाँस अनि दामी दामी फुलहरू बनाएको छ यहाँनिर चाहिँ. त्यही भएर यताबाट आएको हावा आइरहेछ कस्तो मजाले. हेर्नु न, यो नेचुरल झार त होइन होला तर कस्तो राम्रो देखेको त्यो गाडी. अब चाहिँ हतार जानुपर्ने. अब साथीहरू हतार गरेर जानुपर्ने हुन्छ. हावा चलिरहेको छ. मेरो टर्च पनि हो. मेरो हातमा छता बोकिरहेको छु किनभने ब्यागमा मैले बोतल राखेको छु नि त. अनि
त्यसपछि भएन अनि म मेरो ब्याक साइडबाट लागिरहेको छ गएर खाना बनाउँछु होइन के खान्छु गएर के खाजा खान्छु किनभने भोलि मेरो बिहानै छ ड्युटी बिहान भन्दा पनि अब सदा चाहिँ आफ्टरनुनमा हुन्थ्यो नि त तर भोलि चाहिँ मेरो ड्युटी 9 बजीदेखि छ सो मैले यहाँबाट अराउन्ड छिटै निस्किनुपर्छ नि त बिहान त्यही भएर सो आजको ब्लग चाहिँ यस्तो मजाले हावा आइरहेछ मलाई यहाँ बसेर कहाँ त्यो जुन हेरेर आफै कुरा गर्नु मन लागिरहेछ अरे क्या ओके सो यति नै हो आजको ब्लग चाहिँ साथीहरू देखाउँछु त्यस पछाडि आई विल से बाई लाइक क्युट बाई क्याट कस्तो राम्रो छ ओके बाई यतिको दामी भएपछि त नि नेपालको त अभियसली याद आइहाल्छ नि अझ हावा आइरहेछ सिरिरी राइट राम्रो देखेको छ राम्रो